हेलो हाई साथीहरू, गुड मर्निङ। आज छुट्टीको दिन म जाँदैछु मार्केटतिर। केही खानेकुराहरू ल्याउनलाई जाँदैछु मार्केटतिर। अब त्यहाँ गइसकेपछि तपाईँहरूलाई अब केही देखाउनै पऱ्यो। उतातिर गइसकेपछि मार्केटमा के कस्तो पाउँछ मोबाइलहरू। आज तपाईँहरूलाई म देखाउँदैछु मोबाइलहरू के कति प्राइसमा पाउँदो रहेछ, के कस्तो अफरहरू लाग्छ मार्केटहरूमा। किनकि अफरहरू लगाइरहेको हुन्छ क्या मार्केटहरूमा। आइफोनहरू मोबाइलहरू प्रायः जसोको अफर लगाइरहेको हुन्छ, त्यही भएर म तपाईँलाई देखाउँदैछु कति के पर्दो रहेछ। आइफोनको प्राइसहरू, एन्ड्रोइड फोनहरू कति के पर्दो रहेछ प्राइसहरू। ल्यापटपहरू भयो, क्यामेराहरू भयो, डिएसएलआर क्यामेराहरू भयो, सबैको तपाईँहरूलाई उता गइसकेपछि देखाउने छु। अब म जाँदैछु यहाँदेखि, केही नभए 10-15 मिनट लाग्छ है त्यहाँ मार्केटतिर पुग्न। अब म हिँडिरहेको छु, एक्लै छु आज, कोही छैन, साथीहरू सबै ड्युटीमा गएछन्। हिजो राति ड्युटी नै हालेको थियो, सुतिरहेको। बिहान ड्युटी जान्छु भनेर उठ्दाखेरि वाट्सएपमा हेर्दाखेरि अफ आइरह। साँझ सुत्दाखेरि ड्युटी हालेको थियो, छिटो नै सुत्नुपर्छ भन्ने भयो सुत्दाखेरि। अनि बिहान हेर्दाखेरि त अफ देखिरह, फेरि चेन्ज भएर रहेछ। फेरि केही छैन, त्यही भएर आज हिजो पनि छुट्टी नै थियो अनि आज पनि छुट्टी नै। त्यही भएर यस्तो न, कति रुमतिर मात्रै बस्नु, रुमतिर बसेर पनि माइन्ड मात्रै हुन्छ। त्यही भएर छुट्टीको दिनमा अब काम गर्न बानी पऱ्यो मान्छे। बानी परेर आएको बेला अब रुमतिरै बस्दा बस्दा पनि माइन्डै हुन्छ क्या, मुडै अर्कै भइहाल्छ क्या रुममा बस्दा बस्दै। त्यही भएर यताउता हिँड्नु पऱ्यो। साथीहरू सबै ड्युटीतिरै छन्, त्यही भएर आज मेरो छुट्टी छ। अब म जाँदैछु मार्केटतिर, त्यहाँ सबै तपाईँहरूलाई देखाउँछु के कस्तो के कति किलो अफर लाग्छ सबै देखाउँछु। हेर्दै राख्नु होला नछुटाएर। अब म चाहिँ पुग्न लागिसकेको छु मार्केटतिर। मार्केट चाहिँ यता छ, यही मार्केटमा जानु, किनकि यो बाटो पनि जानु सक्थेन। यता बाटो गए चाहिँ फेरि समय चाहिँ फेरि फाइन आउँछ। त्यही भएर अगाडिबाट आउँछ 2-3 मिनट अगाडि हिँडेर जानुपर्छ। अगाडि सिङ्गल छ, त्यहाँबाट क्रस गर्नुपर्छ। यतातिरबाट क्रस गरेपछि चाहिँ फेरि कुनै समय आएपछि फाइन आउँछ क्या। त्यही भएर क्रस गर्नु भनेर अब देशअनुसारको रुल्स रेगुलेसन फलो गरिदिनुपर्छ। त्यही भएर जाँदैन, उता अगाडिबाट जान्छु। रेगुलेसन पुरा फलो गर्नुपर्छ। देशमा चाहिँ नभएको ठाउँमा आएर त्यही भएर यतातिर सिङ्गलतिर आएँ, तर यहाँ पुरै बाटो बनाउँदो रहेछ क्या। यहाँ सिङ्गलको सिस्टम नरहेछ अहिले। त्यही पनि काट्यो मैले, बाटो बिस्तारै जाँदैछ गाडीहरू, जे होस् काट्नु सजिलो भयो। भित्र गइसकेँ मार्केटभित्र। अब म माथि जाँदैछु लिफ्टबाट, जाँदैछु। त्यता मोबाइलहरू पनि त्यो मिल्छ, त्यही साइडतिर जाँदैछु। अब म पुगिसकेँ मार्केटहरू। ल है, अब स्टार्ट गरौँ अब क्यामेरातिरबाट। लास्टमा देखाउँछु म आइफोनहरू, अहिले क्यामेराबाट स्टार्ट गर्दैछु म। ल हेर्नुहोस् है, क्यामेराहरू D5 12,409 रियालको छ। अनि यता छ यो 2000D क्याननको 1699 रहेछ। लेन्सको सँगै हो है फेरि। अनि यतापट्टि छ क्याननकै रहेछ 4000D, यसलाई पर्ने रहेछ 1199 हुने चाहिँ 1200 समथिङ। यतापट्टि छ क्याननकै रहेछ, यतापट्टि पनि। यतापट्टि छ 3249 रियल पर्ने रहेछ। अनि यतापट्टि छ निकोन छ 4399, यो 4400 जति पर्ने रहेछ रियल। गोब्रोलाई पर्ने रहेछ समथिङ 1900 जति। यो गोब्रो क्यामेरा हिरो 12लाई पर्ने रहेछ 1900। यतापट्टि छ एप्पलको एप्पल म्याकबुक एयरलाई पर्ने रहेछ 4769 भनेपछि। एप्पलको म्याकबुक है यो रहेछ। आइप्याडहरू, पुरा आइप्याडहरू छ, यो पनि आइप्याड हो। यो प्राइस यहाँ माथि छ है, तपाईँहरू हेर्नुलाई। यो जो लेखेको छ नि, यो प्राइसहरू मोडलहरू सब लेखेको छ है यहाँ माथि। अनि यतापट्टि चाहिँ यो स्यामसङको हो। तपाईँहरू प्राइसहरू आफै हेर्नु होला।
यतापट्टि चाहिँ पुरै सामसङको मोबाइलहरू सामसङको तपाईँहरू आफै हेर्नु यहाँ प्राइस कति छ मोडल कुन हो ग्यालेक्सी S24 अल्ट्राको पर्ने रहेछ 5,500 5,000 समथिङ पर्ने रहेछ यतापट्टि चाहिँ सामसङ S25 प्लस यसको प्राइस पनि यसमा लेखेको छ अनि यतापट्टि चाहिँ अरू मोडल र प्राइस आफै हेर्नु होला मोडल र प्राइस आफै हेर्नु होला यतापट्टि चाहिँ यो घडीहरू यता साइडतिर छ ब्लुटुथ यो सामसङको है पुरै अब तपाईँहरूलाई लग्दैछु म अब आइफोन भएकोतिर आइफोनहरू देखाउँदैछु अब तपाईँहरूलाई यो आइफोनहरू छ यतापट्टि यो आइफोन हो 16 हो 16 को 3,000 समथिङ परेन रहेछ अनि यो चाहिँ हो आइफोनकै रहेछ 13 रहेछ 18,000 पर्ने रहेछ यसको एकदमै सस्तो रहेछ हेर्नु होला तपाईँहरू कति जिबी रहेछ के रहेछ भन्ने पुरा यसैमा लेखेको छ अनि यतापट्टि चाहिँ आइफोनको 16 128 जिबी वालालाई त्यही 2500 जति पर्ने रहेछ यतापट्टि छ आइफोनकै रहेछ 16 प्लस 512 जिबी वाला रहेछ 5,699 पर्ने रहेछ यसलाई यतापट्टि चाहिँ 16 प्रो आइफोनको 4,699 पर्ने रहेछ यो चाहिँ साउदी रियाल हो है फेरि यसलाई 36 इन्टु 1 हानेपछि ठ्याक्कै आउँछ है कति कति पर्छ अनि यतापट्टि चाहिँ सामसङको सामसङ के कति पर्ने रहेछ यतापट्टि हेर्नु पुरै त सामसङको यतापट्टि छ चाहिँ ल्यापटप चाहिँ पुरै अफरमा लगाएको ल्यापटपहरू छ हेर्नुहोस् पुरै ल्यापटपहरू छ यतापट्टि पुरै चाहिँ ल्यापटपहरू पुरै अफरमा छ है यो चाहिँ ल्यापटपहरू साथीहरू आजको भिडियो मेरो यति नै हजुरहरूलाई मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला र हजुरहरूको सपोर्ट साथ सहयोग गर्नु होला यति भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद जय नेपाल।